1 to 3 युएसमा इन्सुरेन्स कतिको इम्पोर्टेन्ट छ एज अ स्टुडेन्ट अथवा जेसुकै भए पनि तपाईँहरू युएसमा हुनुहुन्छ भने युएसमा इन्सुरेन्सको कतिको इम्पोर्टेन्ट छ भनेर मलाई सोध्नुहुन्छ भने चाहिँ युएसमा इन्सुरेन्स एकदमै इम्पोर्टेन्ट छ मेडिकल हेल्थ इन्सुरेन्स धेरै नै इम्पोर्टेन्ट छ किनभने भइपरि जोसुकैलाई नै आउनसक्छ त्यही भएर इन्सुरेन्स लिन एकदमै म्यान्डेटरी हुन्छ अहिलेको अब तपाईँहरूलाई इन्सुरेन्स नभइकन तत्काल हस्पिटलमा चेकअप गर्न पाइन्छ इमर्जेन्सीमा गएर चेकअप त गर्न पाइन्छ तर रुल्सहरू चेन्ज हुँदैछ टेक्ससको धेरैभन्दा धेरै सिटी काउन्टीहरूमा चाहिँ चेन्जेस के भइरहेछ भने तपाईँको बिना हेल्थ इन्सुरेन्स चेकअप नगर्न पनि सक्छ है भनेर पनि अब अहिले आइरहेछ बिलहरू आउँदैछ अगाडि प्रिपरेसनमा आउँदैछ यदि त्यस्तो बिलहरू आयो पास भयो भने बिना हेल्थ इन्सुरेन्स तपाईँको चाहिँ चेकअप पनि नहुन सक्छ है त्यो अवस्था पनि आउन सक्छ त्यो बी केयरफुल तपाईँले हेल्थ इन्सुरेन्स राख्न एकदमै जरुरी हुन्छ यु नेभर नो लाइफ प्रिडिक्टेबल छैन सो जे पनि हुनसक्छ भइपरि आएको खण्डमा हेल्थ इन्सुरेन्स हुनु राम्रो नत्र भने मेडिकल बिल एकदमै हेभी आउँछ अमेरिकामा तपाईँको मेडिकल बिलले नै फेरि बिरामी बनाइदिन्छ त्यही भएर बी केयरफुल अनि हेल्थ इन्सुरेन्स सकिन्छ भने सक्दो राम्रो र नेटवर्क एकदमै वाइड स्प्रेड भएको नेटवर्कहरू लिनुभयो भने तपाईँहरूलाई धेरै नै फाइदा हुन्छ आउट अफ पकेट मनी थोरै जान सक्छ डिडक्टिबलहरू थोरै हुनसक्छ र तपाईँहरूको राम्रो हेल्थ इन्सुरेन्सले राम्रोसँग कभर गर्यो भने तपाईँको भिजन एन्ड डेन्टल पनि कभर गर्ने अवस्था हुन्छ एकदम राम्रोसँग विचार पुऱ्याएर बुझेर रिसर्च गरेर हेल्थ इन्सुरेन्स चाहिँ लिनु होला